गर्दाखेरि स्किल पास चाहिँ कम्पलसरी नै गरेको छ। स्पेसल्ली यो हस्पिटालिटी इन्डस्ट्रीमा अनि टुरिज्म सेक्टरमा कोही आउँदै हुनुहुन्छ भने स्किल पास त गर्नु नै पर्ने हुन्छ अप्लाई गर्नुभन्दा पहिला। जो चाहिँ अलरेडी माल्टा आइसक्नु भएको छ उहाँहरूले पनि अहिले स्किल पास यतैबाट गरि नै राख्नु भएको छ। अनि यो स्किल पास चाहिँ अनलाइनबाट बन्डल खरिद गरेर 475 युरो पर्छ। अनलाइनबाट पेमेन्ट गरेर हजुरले लिनुपर्ने हुन्छ। यसमा चाहिँ 4वटा कोर्स हुन्छ। बेसिक इङ्ग्लिस त सोध्ने भइहाल्यो, त्योदेखि बाहेक स्पिकिङ पनि हुन्छ। अनि अकुपेसन आफूले कुन अकुपेसनमा अप्लाई गर्ने हो त्यो सम्बन्धी हुन्छ। अनि अर्को टुरिज्म सम्बन्धी हुन्छ, माल्टिस टुरिज्म प्रोडक्टको बारेमा सोध्छ। अनि अर्को भनेको कस्टमर केयरको बारेमा सोध्छ। यो सबै सब्जेक्टहरू लगभग 4-5वटा सब्जेक्ट हुन्छ। त्यति पढिसकेर अनि इक्जाम दिने हो। इक्जाम फेज 1 को इक्जाम दिएको लगभग 1 घन्टा 2 घन्टाभित्र सर्टिफिकेट आउँछ। त्यो सर्टिफिकेट आएपछि अप्लाई गर्नु मिल्छ। तर फेज 2 पनि गर्नु